खरिदारको एक्जामको लागि आधारभूत कुराहरू। खरिदारको एक्जामको लागि परीक्षा कसरी आउँछ भनेदेखि भाग 1 र भाग 2 गरेर आउँछ। भाग 1 मा लिखित परीक्षा हुन्छ भने भाग 2 मा इन्टरभ्यू र कम्प्युटर स्किल्स टेस्ट हुन्छ। त्यसै गरी लिखित परीक्षामा प्रथम चरण र द्वितीय चरण गरेर 2 चरणमा हामीले एक्जाम दिनुपर्ने हुन्छ। प्रथम चरण 45 मिनेटको हुन्छ, 100 मार्क्सको हुन्छ भने 100 मार्क्समा 50 वटा क्वेसन आउँछ। 2 मार्क्सको एउटा क्वेसनको 2 मार्क्स हुन्छ भने यसमा हामीले बस क्वेसन आउँछ, त्यसमा 4 वटा हामीले एन्सर दिन्छ। त्यो 4 वटा मध्ये हामीले एउटा चुज गर्ने हुन्छ। त्यस्तै गरेर हामीले द्वितीय चरणमा हामीले हाम्रो 200 मार्क्सको क्वेसन हुन्छ भने 200 मार्क्सको क्वेसनमा 2टा पत्र दिनुपर्ने हुन्छ। एउटा पत्र द्वितीय पत्र भनिन्छ भने अर्कोलाई तृतीय पत्र भनिन्छ। द्वितीय पत्रमा 100 मार्क्सको हुन्छ भने यसमा कार्यालय व्यवस्थापन सम्बन्धीको लिखित परीक्षाहरू हुन्छन् भने लिखित परीक्षा मतलब यसमा चाहिँ हामीले पुरै एक्सप्लेनेसन गरेर लेख्नुपर्ने हुन्छ। जस्तो कि एउटा क्वेसन दिइन्छ, त्यो क्वेसनको पुरै हामीले डिटेलमा एन्सर दिनुपर्ने हुन्छ। जस्तो कि हामीले पहिला प्रथम चरणमा दिए जस्तो टिक लगाउने चाहिँ होइन। यसमा चाहिँ हामीले राम्रोसँग नै स्टार्टिङदेखि नै हामीले एन्सर दिनुपर्ने हुन्छ। द्वितीय र तृतीय पत्रमा द्वितीय पत्र 100 मार्क्सको हुन्छ भने तृतीय पत्र पनि 100 मार्क्सकै हुन्छ। त्यस्तै गरेर द्वितीय पत्रको 2 घण्टा 30 मिनेट हुन्छ भने तृतीय पत्रको पनि 2 घण्टा 30 मिनेट नै दिएको हुन्छ हामीलाई। तृतीय पत्रमा चाहिँ हामीले कार्यज्ञान सम्बन्धीको क्वेसनहरूको एन्सर लेख्नुपर्ने हुन्छ भने त्यसै गरी भाग 2 को त मैले हजुरहरूलाई भनिसकेँ। अन्तिम चरण हो भाग 2 कम्प्युटर सिप परीक्षण र अन्तर्वार्ता हुन्छ। यो चाहिँ हाम्रो ठिक 50 मार्क्सको हुन्छ। यस्तै गरेर हाम्रो कम्प्युटर स्किल्सको टेस्ट चाहिँ जम्मा त्यसको समय 15 मिनेट दिएको हुन्छ। त्यस्तै गरेर हामीले यसमा टोटल बुझ्नुपर्ने कुरा के हो भने हाम्रो टोटल मार्क्स भनेको 350 मार्क्सको हामीले पुरै खरिदार बन्नको लागि 350 मार्क्सको फुल मार्क्सको एन्सर दिनुपर्ने हुन्छ भने त्यस्तै गरेर हामीले लिखित र मौखिक गरेर 2 तरिकाबाट एक्जाम दिनुपर्ने हुन्छ। 2 तरिकाबाट एक्जाम दिनुपर्ने भए पनि हामीले त्यसमा धेरै चरणहरू धेरै विषयवस्तुहरू पढ्नुपर्ने हुन्छ।